धन्यवाद छ तपाईहरुलाई स्वागतको लागि। मेरो नाम समान्था हो। मेरो श्रीमान हुनुहुन्छ, उहाँको नाम माइक हो। मेरो एक छोरी साशा। मेरो जना छोराहरू लियम and Toby. Namaste. Thank you for inviting us all to your beautiful school. My name is Alexandra, but you are all my friends, so you can call me Sasha. मेरो नाम Alexandra हो, तर म तपाईहरु सबैजनाको साथी हो, त्यसैले तपाईले मलाई साशा भनेर बोलाउन सक्नुहुन्छ। I am 19 years old and I just finished school in England. भर्खरै मैले पनि विद्यालय तहको शिक्षा कम्प्लिट गरेको छु। While I was at school, I enjoyed studying English, philosophy and psychology the most. मलाई विद्यालयमा रहँदाखेरि मलाई इंग्लिश विषय अनि साइकोलोजी र फिलोसफी, साहित्य र फिलोसफी यो मन पर्थ्यो। I had many fun times at school and made many close friends who I will keep through my whole life. मैले धेरै साथीहरु बनाएको छु स्कुलमा र धेरै रमाइलो गरी पढेर मैले सकेको छु। I hope that you too can enjoy many happy years at school in your beautiful new building. र म आशा गर्दछु यहाँहरु सबैजना यो नयाँ बनेको भवनहरुमा राम्रोसँग पढ्दै तपाईहरुको आगामी दिनहरु बिताउनु हुनेछ। Thank you for making us so welcome. Namaste. धन्यवाद एकदम स्वागतको लागि। Namaste. I am Liam. नमस्ते, म लियम हुँ। I'm 16 years old, which means I have 2 years left of school. 2 वर्ष बाँकी छ विद्यालय सक्नलाई। At school, I'm studying maths and music. म विद्यालयमा संगीत र म्याथ पढ्छु। And I enjoy music so much, I do it outside of school. मलाई संगीत एकदम मन पर्छ, त्यही भएर म विद्यालय पछिको समय चाहिँ म संगीतमा बिताउने गरेको छु। I play the trumpet and saxophone in a special Saturday school for music. स्याक्सोफोन भन्ने हुन्छ लामो यो बाजा, त्यस्तो खालको बाजा बजाउँछु र शनिबार बेलुका चाहिँ मेरो त्यो क्लास हुन्छ। I've been so lucky to have the opportunities that I have. म एकदमै खुसी छु मैले जुन मौकाहरु पाएँ पढ्नलाई। And I hope that this new building gives you the opportunities that I've been so lucky to have. म जस्तै तपाईहरु पनि एकदमै यो पढ्ने सुवर्ण अवसर पाउनु भएको होस्, नयाँ बिल्डिङ साथसाथै पाउनु भएको फेसिलिटिजहरुले। धन्यवाद। नमस्ते। धन्यवाद, नमस्कार। Namaste everyone. नमस्ते सबैजना। Toby. I'm the youngest out of my siblings. I'm 14. सबै तीनजना मध्ये म कान्छो हो, म 14 वर्षको भएँ। I have 4 years left of school. मलाई विद्यालय सक्न 4 वर्ष बाँकी छ। And right now, the subject I'm enjoying the most is history. सबैभन्दा मन पर्ने विषय अहिले मलाई भनेको चाहिँ इतिहास। But outside of school, I really like to do photography or filming. मलाई तर विद्यालय भन्दा बाहिरको समयमा फुर्सदको समयमा चाहिँ फोटोग्राफी गर्न मन पर्छ र फिल्म भिडियोहरु बनाउन एकदम मन पर्छ। And I really hope that all of you can find a passion to chase like I have. म जस्तै यहाँहरु सबैजना साथीहरुले आफुलाई मन परेको रुचि भएको क्षेत्रमा चाहिँ अघि बढ्नु भएको म चाहन्छु। Thank you. धन्यवाद। Namaste everyone. नमस्ते एभ्रीवन। My name is Mike. मेरो नाम माइक हो। I am considerably older than my children. म थाहा नै छ तपाईहरुलाई सबैभन्दा त म बुढो हुन्छु, यहाँहरुको परिवार मध्येको सबैभन्दा जेठो मान्छे मै हो। And it has been 30 years since I left university. 30 वर्ष भइसक्यो मैले विश्वविद्यालय छोडेको। We are very privileged to be here today for a special opening of your new school. हामी एकदमै खुसी छौं यहाँहरुले हामीलाई स्वागत गर्नु भएको लागि र हामीले एकदमै विशेष अतिथिको रूपमा यहाँ ल्याउनु भएको लागि हामीलाई एकदमै यो अवसरको लागि धन्यवाद।
We're very impressed and extremely proud of the progress that we've all made so far, and we look forward to the future. हामी एकदमै खुसी छौँ यो अवसरको लागि हामी एकदम गर्व गर्छौँ यहाँहरूले गर्नुभएको अतिथि सत्कारको लागि Thank you very much. धन्यवाद धेरै धेरै It's me again. फेरि म I want to say that this beautiful building is more than just a building. म यो के भन्न चाहन्छु भने यो सुन्दर भवन चाहिँ भवन मात्रै होइन यो विद्यालय भवन भन्ने कुरा चाहिँ भवन मात्रै होइन It is a place for your dreams, your questions, your ideas, and for your future. यो थलो भनेको चाहिँ यहाँहरूले पढ्ने प्रश्नहरू गर्ने ठाउँ र धेरै कुराहरूको आविष्कार गर्न सक्ने थलोको रूपमा लिनुपर्दछ We understand that coming to school is not always easy. म बुझ्दछु विद्यालय आउनु सधैँ सजिलो काम चाहिँ होइन And learning can be hard. र सिकाइ भनेको गाह्रो कुरा पनि हो But every day that you come to school, you are building opportunities for yourself, for your family, and for your community. तर सधैँभरि विद्यालय आउनु भनेको चाहिँ तपाईँहरूले आफ्नो भविष्यको लागि आफ्नो परिवारको लागि र आफ्नो समुदायको निम्ति पनि तपाईँ मेहनत गर्दै हुनुहुन्छ Maybe one day you will be a teacher yourself. हुनसक्छ कुनै दिन गएर पछि तपाईँहरू आफै शिक्षक बन्न पनि सक्नुहुन्छ Perhaps you will be a nurse or a farmer, नर्स बन्न सक्नुहुन्छ होला किसान बन्नुहुन्छ होला an engineer or an artist. इन्जिनियर बन्न सक्नुहुन्छ कलाकार बन्न सक्नुहुन्छ Whatever your dreams, they start here at school. तपाईँको जे क्षेत्रमा रुचि छ त्यो बन्न सुरु गर्ने थलो भनेको यही ठाउँ हो Your teachers believe in you. तपाईँहरूको टिचर्सले शिक्षकहरूले तपाईँहरूमाथि ठुलो विश्वास राख्नु भएको हुन्छ Your families believe in you. हजुरको परिवारले तपाईँहरूमाथि विश्वास राख्नु भएको छ And this beautiful building shows that many other people believe in you too. अनि यो सुन्दर भवनहरूले के जनाउँछ भने सबैजनाको भरोसा चाहिँ अहिलेको नानी बाबुहरूमाथि नै छ Your new school is a gift, यो नयाँ भवन भनेको तपाईँहरूको लागि उपहार हो but the greatest gift is you coming to school, learning, working hard, and being kind to each other. तर त्योभन्दा पनि ठुलो उपहारहरू चाहिँ यहाँहरू विद्यालयमा आउनु भएको छ तपाईँ पढ्न आउनुहुन्छ सिक्न आउनुहुन्छ त्यो चाहिँ ठुलो कुरा हो Thank you for making us so welcome and congratulations. धन्यवाद यहाँहरूले हामीलाई स्वागत गर्नुभएको लागि र बधाई पनि छ यहाँहरू सबैजनालाई धन्यवाद